एकछिन रोकिनुहोस्। जहाँ बसिरहनु भएको छ त्यही, जे गरिरहनु भएको छ त्यो छोडेर र आफैलाई एउटा प्रश्न सोध्नुहोस्, मैले अहिले कति कुरालाई कसिलो गरी समातिरहेको छु? एउटा सम्बन्ध जुन सायद टुट्दैछ, एउटा सपना जुन तपाईले सोचे जस्तो आकार लिइरहेको छैन, एउटा पुरानो घाउ जसलाई तपाईले वर्षौंदेखि बोकिरहनु भएको छ, एउटा डर जुन भोलिको चिन्तामा जन्मिएको छ। हामी सबैले यो जीवनमा एउटा कुरा साझा गर्छौं, हामी समात्न चाहन्छौं, हामी नियन्त्रण गर्न चाहन्छौं, हामी चाहन्छौं कि हाम्रो जीवन, हाम्रा सम्बन्ध, हाम्रो भविष्य सबै हाम्रै इच्छा अनुसार चलोस्। तर के तपाईले कहिले सोच्नु भएको छ, यो समात्ने बानीले नै हामीलाई सबैभन्दा बढी दुःख दिएको छ? आज यो भिडियोमा हामी एउटा यस्तो सत्यको यात्रामा जान्छौं जुन सुन्दा सजिलो लाग्छ तर जिउन गाह्रो। यो सत्य हो, छोडिदेऊ, सबै आफै ठीक हुन्छ। मानिसको सबैभन्दा ठूलो समस्या के हो थाहा छ? यो होइन कि हामीसँग पैसा छैन, यो होइन कि हामीसँग समय छैन, यो होइन कि हामी कमजोर छौं। मानिसको सबैभन्दा ठूलो समस्या हो हरेक कुरालाई आफ्नो नियन्त्रणमा राख्ने इच्छा। हामी चाहन्छौं कि हाम्रा आफन्तले हामीले भने जस्तै गरून्, हामी चाहन्छौं कि हाम्रो करियर हामीले योजना बनाए जस्तै अघि बढोस्, हामी चाहन्छौं कि हाम्रो शरीरले कहिल्यै रोग नभेटोस्, हाम्रो उमेर कहिल्यै नबढोस्, हाम्रा प्रियजनहरू कहिल्यै हामीबाट टाढा नजाउन्। तर जीवन यसरी चल्दैन, जीवन आफ्नै प्रवाहमा बग्छ, एउटा नदी जस्तै जुन कुनै बाँधले रोक्न खोज्दा पनि कुनै न कुनै दिशाबाट बाटो खोज्छ। हामी परिस्थितिसँग, मानिससँग, समयसँग निरन्तर सङ्घर्ष गरिरहन्छौँ र हरेक सङ्घर्षले हामीलाई थकाउँछ, हरेक नियन्त्रणको प्रयासले हामीलाई भित्रैदेखि खोक्रो बनाउँछ। सोच्नुहोस्, के तपाईले कहिले हावालाई आफ्नो हातले रोक्न खोज्नु भएको छ? के तपाईँ सफल हुनुहुन्छ? होइन, हावा तपाईका औँलाहरूको बीचबाट बगिहाल्छ। तर त्यही हावालाई जब तपाईँ आफ्नो हातलाई खुला राखेर अनुभव गर्नुहुन्छ, त्यो तपाईलाई शीतल बनाउँछ, ताजगी दिन्छ। जीवन पनि ठ्याक्कै यस्तै हो, समात्न खोज्दा यो चुहिएर जान्छ, तर खुला हातले अनुभव गर्दा यो तपाईलाई पोषण दिन्छ। जीवनको स्वाभाविक प्रवाहको विरुद्धमा जाँदा नै मानिसले पीडा पाउँछ। यो कुनै दार्शनिक कुरा होइन, यो एउटा यथार्थ हो जुन हामी हरेक दिन आफ्नै जीवनमा देख्छौं। जब तपाईँ ट्राफिकमा फसिनुहुन्छ र समय बित्दै गएको हेरेर रिसाउनुहुन्छ, के त्यो रिसले ट्राफिक छिटो खुलाउँछ? होइन, यसले मात्र तपाईको रगतको चाप बढाउँछ। जब तपाईँ कसैको व्यवहार परिवर्तन गर्न खोज्नुहुन्छ जसले तपाईलाई परिवर्तन हुन चाहँदैन, के तपाईँ सफल हुनुहुन्छ? धेरै जसो होइन, तर त्यो प्रयासले तपाईको शान्ति भने हराउँछ। के यसको अर्थ हामीले केही पनि नगर्ने हो त? जीवनलाई जे भएको छ त्यसैमा छोडिदिने हो त? होइन, यहीँनेर सबैभन्दा महत्त्वपूर्ण समझ आउँछ। धेरैजसो मानिसले छोड्नुलाई हार मान्नुसँग जोड्छन्, तर यी दुई पूर्णतः फरक कुराहरू हुन्। हार मान्नु भनेको हो प्रयास नगरी बस्नु, आफ्नो जिम्मेवारीबाट भाग्नु, जीवनलाई एउटा भारको रूपमा बोकेर बस्नु। तर छोड्नु भनेको हो पूरा मेहनत गर्नु, पूरा लगाव दिनु, तर नतिजाको पकड नराख्नु। यो एउटा सक्रिय विश्वास हो, अस्तित्वमाथिको, जीवनमाथिको, समयमाथिको विश्वास। कल्पना गर्नुहोस्, एउटा किसान, ऊ बिउ रोप्छ, पानी हाल्छ, माटो खन्जोत गर्छ, घाम र पानीबाट जोगाउँछ, तर त्यसपछि के हुन्छ? ऊ बिरुवालाई बढ्नबाट रोक्न सक्दैन। उसले माटो खोलेर हेर्न सक्दैन कि बिउ कति बढ्यो। उसले गर्न सक्ने काम गरिसकेपछि बाँकी काम प्रकृतिमाथि छोड्नुपर्छ। के त्यो किसानले हार मानेको हो? होइन, उसले बुद्धिमत्तापूर्वक छोडेको हो। यही नै हाम्रो जीवनको सबैभन्दा ठूलो पाठ हो, पूरा प्रयास गर तर नतिजाको पकड नगर। हामी किन समात्छौं? किन हामी पकड छोड्न सक्दैनौँ? यसको जवाफ हाम्रो भित्री असुरक्षामा लुकेको छ। जब हामीलाई लाग्छ कि हामीसँग पर्याप्त छैन, पर्याप्त माया, पर्याप्त सुरक्षा, पर्याप्त आत्मविश्वास, तब हामी बाहिरी कुराहरूलाई कसिलो गरी समात्न थाल्छौँ। हामी सोच्छौँ कि यदि मैले यो सम्बन्ध समातिन भने म एक्लो हुनेछु, यदि मैले यो जागिर समातिन भने म असफल हुनेछु, यदि मैले यो विचार समातिन भने मेरो पहिचान हराउनेछ। तर सत्य के हो भने जति धेरै हामी समात्छौँ त्यति नै कुरा बिग्रन्छन्। एउटा सम्बन्धमा जति बढी ईर्ष्या र नियन्त्रण हुन्छ त्यति नै त्यो सम्बन्ध दुखेर बस्छ। एउटा जागिरमा जति बढी नतिजाको चिन्ता हुन्छ त्यति नै त्यहाँ रचनात्मकता मर्छ। जति छोड्छौँ त्यति नै जीवन सहज र सन्तुलित हुन्छ। यो विरोधाभास जस्तो लाग्छ, तर यो जीवनको गहिरो नियम हो। सोच्नुहोस्, बालुवाको एक मुट्ठी, यदि तपाईले यसलाई कसिलो गरी समात्नुभयो भने बालुवा औँलाहरूको बीचबाट चुइएर जान्छ। तर यदि तपाईले आफ्नो हातलाई शिथिल र खुल्ला राख्नुभयो भने बालुवा त्यही बसिरहन्छ।
जीवन पनि बालुवा जस्तै हो। यसलाई कसिलो गरी समात्न खोज्दा यो हामीबाट चुइएर जान्छ, यसलाई खुल्ला हृदयले अँगाल्दा यो हामीसँग रहन्छ। पकड छोड्न नजान्दा मानिस सधैँ भविष्यको चिन्तामा बाँचिरहेको हुन्छ। के यो भोलि के हुन्छ? के यो आगामी महिनामा मेरो जागिर सुरक्षित रहन्छ? के यो सम्बन्ध टिक्छ? के मेरो स्वास्थ्य ठिक रहन्छ? यी प्रश्नहरूले हाम्रो मनलाई कहिल्यै विश्राम दिँदैनन्। हामी वर्तमानमा बाँचिरहेको हुन्छौँ, तर हाम्रो मन भविष्यमा भौँतारिरहेको हुन्छ। तर जब चिन्ता समाप्त हुन्छ, तब भित्र शान्ति र मौनको जन्म हुन्छ, जसले ठूलो शक्ति दिन्छ। यो शक्ति कस्तो हो? यो त्यो शक्ति हो जुन तपाईलाई बिना डर निर्णय लिन दिन्छ। यो त्यो स्पष्टता हो जुन तपाईलाई के साँचो हो र के झुटो हो छुट्याउन दिन्छ। यो त्यो स्थिरता हो जुन तपाईलाई आँधीमा पनि सिधा उभिन दिन्छ। एकछिन सोच्नुहोस्, तपाईँ जीवनमा सबैभन्दा शान्त कहिले महसुस गर्नुभएको थियो? सायद यो त्यो समय थियो जब तपाईँले केही पनि नियन्त्रण गर्न खोज्नु भएन, जब तपाईँले जे आउँछ त्यसलाई स्वीकार गर्नुभयो। त्यही मौन, त्यही शान्ति, त्यो नै हाम्रो वास्तविक स्वभाव हो। हामीले त्यसलाई फेरि पाउनुपर्ने मात्र हो, सृजना गर्नुपर्ने होइन। अब कुरा गरौँ प्रेमको बारेमा, किनभने यही नै त्यो ठाउँ हो जहाँ हाम्रो पकड सबैभन्दा बढी चोट पुर्याउँछ। प्रेमको स्वभाव स्वतन्त्रता हो। यसमा स्वामित्व वा पकड हुनु भनेको प्रेम नभई कैद हो। हामी प्राय प्रेमलाई स्वामित्वसँग गाँसिदिन्छौँ। ऊ मेरो हो, उसले मेरो भने जस्तै गर्नुपर्छ, उसले मलाई छोडेर जान सक्दैन। तर के यो प्रेम हो वा यो डर हो जुन प्रेमको रूप धारण गरेर हाम्रोमा बसेको छ? साँचो प्रेम भनेको त्यो हो जो अर्कालाई उड्न दिन्छ र फेरि पनि उसलाई आफूतिर तान्न डराउँदैन। कसैलाई स्वतन्त्र छोडिदिँदा मात्र प्रेम आफ्नो वास्तविक गहिराईमा फुल्छ। कल्पना गर्नुहोस्, तपाईको हातमा एउटा चरा छ। यदि तपाईले त्यसलाई कसिलो गरी समात्नुभयो भने त्यो छटपटिन्छ, सङ्घर्ष गर्छ र अन्ततः मर्न सक्छ। तर यदि तपाईले त्यसलाई आफ्नो हातमा बस्न दिनुभयो, उड्न पनि दिनुभयो भने त्यो चरा फर्केर आउनेछ, किनभने त्यहाँ डर छैन, बन्धन छैन। मानवीय सम्बन्धहरू पनि यस्तै हुन्। जुन सम्बन्धमा स्वतन्त्रता छ त्यहाँ विश्वास बढ्छ, जुन सम्बन्धमा नियन्त्रण छ त्यहाँ डर बढ्छ, र डरले कहिल्यै प्रेमलाई जिउन दिँदैन। जीवनले हामीलाई कहिलेकाहीँ हामीले सोचे भन्दा फरक र राम्रो बाटोमा डोर्याइरहेको हुन्छ। यो कुरा बुझ्न गाह्रो हुन्छ, विशेष गरी जब हामी सङ्घर्षको बीचमा हुन्छौँ, जब एउटा सपना टुट्छ, जब एउटा सम्बन्ध समाप्त हुन्छ, जब एउटा अवसर हातबाट जान्छ, तब हामीलाई लाग्छ कि सबै कुरा बिग्रियो। तर पछि फर्केर हेर्दा धेरैजसो मानिसले के भन्छन् थाहा छ? त्यो समयमा यो दुःखद लाग्थ्यो, तर अहिले बुझ्छु त्यो मेरो जीवनको सबैभन्दा राम्रो मोड थियो। किनकि जुन ढोका बन्द भयो त्यसले अर्को ढोका खोल्ने ठाउँ बनायो। जुन सम्बन्ध टुट्यो त्यसले हामीलाई आफूलाई चिन्ने मौका दियो। जुन योजना असफल भयो त्यसले हामीलाई अझ ठूलो योजनातर्फ डोर्यायो। जीवनलाई हामीले भन्दा जीवन आफैले राम्ररी बुझ्दो रहेछ भन्ने स्वीकार गर्नु नै सच्ची समझ हो। यो भन्नुको अर्थ यो होइन कि हामी निष्क्रिय बसौँ। यसको अर्थ हो हामी आफ्नो भूमिका पूरा गरौँ र बाँकी जीवनलाई आफ्नो काम गर्न दिउँ। डर सधैँ केही गुम्ने पकडसँग जोडिएको हुन्छ। हामी पैसा गुम्ने डरले धन समात्छौँ, प्रतिष्ठा गुम्ने डरले मानिसहरूको राय समात्छौँ, एक्लोपनको डरले सम्बन्ध समात्छौँ, असफलताको डरले परिणाम समात्छौँ, तर छोड्दा मात्र वास्तविक स्वतन्त्रता पाइन्छ। विचार गर्नुहोस्, एउटा मानिस जसले धन गुम्ने डरमा बाँचिरहेको छ, ऊ कहिल्यै त्यो धनको आनन्द लिन सक्दैन, चाहे उसको ब्याङ्क खातामा जतिसुकै रकम होस्, किनकि उसको मन सधैँ गुमाउने डरमा अल्झिएको हुन्छ। तर जुन मानिसले धनलाई एउटा साधनको रूपमा हेर्छ, स्वामित्वको होइन, ऊ त्यो धनबाट आउने स्वतन्त्रता र अवसरको पूर्ण आनन्द लिन सक्छ। यही फरक हो पकड र खुलापनको बीचमा। पकडले हामीलाई आफ्नै भित्री पूर्णता देख्नबाट अन्धो बनाइरहेको हुन्छ। हामी बाहिरी कुराहरूमा यति व्यस्त हुन्छौँ कि भित्र भएको शान्ति, भित्र भएको पूर्णता देख्नै पाउँदैनौँ। संसारमा केही पनि स्थायी छैन। यो सत्य सुन्दा कतिपयलाई डरलाग्दो लाग्न सक्छ, तर वास्तवमा यही अस्थिरतालाई स्वीकार गर्दा नै जीवन सुन्दर बन्छ। सोच्नुहोस्, फूल किन सुन्दर लाग्छ? किनभने यो केही दिनमा ओइलाउने छ भन्ने थाहा हुन्छ। सूर्यास्त किन मनछुने हुन्छ? किनभने यो केही मिनेटमा हराउने छ। यदि सबै कुरा सधैँभरि रहने हुन्थ्यो भने के हामी तिनको कदर गर्थ्यौँ? सायद होइन। हाम्रो लगाव र कदर ठ्याक्कै यसैमा छ कि सबै कुरा क्षणिक छ। जब हामी यो अस्थायीपनलाई शत्रुको रूपमा हेर्न छोड्छौँ र मित्रको रूपमा अँगाल्छौँ, तब जीवनको हरेक क्षण बहुमूल्य बन्छ। हामी आफ्ना प्रियजनहरूसँगको समयलाई बढी महत्त्व दिन थाल्छौँ, किनभने हामी जान्दछौँ यो सदाको लागि छैन।
यही जागरुकताले हामीलाई बढी उपस्थित बनाउँछ, बढी कृतज्ञ बनाउँछ। भगवद् गीताको सबैभन्दा गहिरो सन्देशहरूमध्ये एउटा हो कर्म गर तर फलको चिन्ता वा पकड नगर। यो सन्देश हजारौं वर्षदेखि मानिसहरूलाई मार्गदर्शन गर्दै आएको छ र आज पनि यो उत्तिकै सान्दर्भिक छ। हामी प्राय काम त गर्छौं, तर त्यो कामको नतिजामा यति बढी अल्झन्छौं कि कामको प्रक्रियाकै आनन्द हराउँछ। एउटा विद्यार्थी परीक्षाको नतिजाको चिन्तामा यति डुब्छ कि पढाइको आनन्द बिर्सन्छ। एउटा व्यापारी नाफाको चिन्तामा यति व्यस्त हुन्छ कि आफ्नो काम र ग्राहकहरूसँगको सम्बन्धको आनन्द गुमाउँछ। तर जब नतिजाको पकड छोडिन्छ तब काम बोझ नभई आनन्द बन्छ। यसको मतलब यो हो भने हामीले उत्कृष्ट प्रयास गर्नुपर्छ, पूरा मन, पूरा क्षमता लगाएर। तर त्यो प्रयासपछि के हुन्छ त्यो हाम्रो हातमा छैन भन्ने स्वीकार गर्नुपर्छ। यस स्वीकृतिले नै हामीलाई स्वतन्त्र बनाउँछ। हामी असफलताको डर बिना काम गर्न सक्छौं। हामी आफ्नो उत्कृष्ट दिन सक्छौं, किनभने हामीलाई थाहा छ परिणाम जे भए पनि हामीले आफ्नो भूमिका पूरा गर्यौं। जस्तो छ त्यस्तै ठिक छ। यो सानो वाक्यमा कति ठूलो शक्ति लुकेको छ थाहा छ? सम्बन्धको परीक्षा भनेकै प्रेममा कसैलाई छोड्न सक्नु हो। तर यो परीक्षा केवल अरूसँगको सम्बन्धमा मात्र होइन, यो आफूसँगको सम्बन्धमा पनि उत्तिकै लागू हुन्छ। जब हामी हाम्रो वर्तमान परिस्थितिलाई जस्तो छ त्यस्तै स्वीकार गर्छौं, तब हामी सङ्घर्ष गर्न छोड्छौं र जब सङ्घर्ष रोकिन्छ तब ध्यानको ढोका आफै खुल्छ। ध्यान भनेको कुनै जटिल प्रक्रिया होइन, यो त केवल वर्तमान क्षणसँग जे छ त्यससँग बिना न्याय, बिना प्रतिरोध बस्न सक्नु हो। जब तपाईँ आफ्नो सास फेर्नुहुन्छ बिना त्यसलाई नियन्त्रण गर्ने प्रयास गरी, त्यो ध्यान हो। जब तपाईँ आफ्नो भावनालाई महसुस गर्नुहुन्छ बिना त्यसलाई दबाउने वा बढाउने प्रयास गरी, त्यो ध्यान हो। के तपाईँलाई थाहा छ चिन्ता र तनावका कारण धेरै शारीरिक रोगहरू लाग्छन्? उच्च रक्तचाप, अनिद्रा, पेटका समस्याहरू, मांसपेशीको दुखाइ, यी सबै प्राय हाम्रो मानसिक पकडकै परिणाम हुन्। हाम्रो शरीर र मन अलग छैनन्। जब हाम्रो मन निरन्तर चिन्तामा, नियन्त्रणको प्रयासमा, भविष्यको डरमा बाँचिरहन्छ तब हाम्रो शरीरले पनि त्यही तनाव बोक्छ। मांसपेशीहरू कसिन्छन्, सास छोटो हुन्छ, निन्द्रा भाग्छ, पाचन बिग्रिन्छ। तर जब हामी छोड्न सिक्छौं, जब हामी जे छ त्यो ठिक छ भन्ने स्वीकार गर्न थाल्छौं, तब हाम्रो शरीरले पनि राहत महसुस गर्छ। मांसपेशीहरू शिथिल हुन्छन्, सास गहिरो हुन्छ, निन्द्रा फर्किन्छ। यो कुनै जादु होइन, यो विज्ञान हो। शरीर र मनको गहिरो सम्बन्धको प्रमाण हो। जीवनका साना कुराहरू, हाम्रो श्वास, हाम्रो मुटुको धड्कन पनि हाम्रो नियन्त्रणमा छैनन् भन्ने बुझ्नु जरुरी छ। एकछिन रोकिएर सोच्नुहोस् के तपाईले आफ्नो मुटुलाई धड्कन रोक्न भनेर आदेश दिनुभएको छ र त्यसले मान्छ? के तपाईले आफ्नो शरीरलाई कोषहरू बनाउन भनेर निर्देशन दिनुहुन्छ? यी सबै कुराहरू हाम्रो जान्दा जान्दै हाम्रो प्रयास बिना नै भइरहेका छन्। एउटा बुद्धिमत्ता, एउटा शक्ति जुन हामीभन्दा धेरै ठूलो छ, यी सबै कुरालाई सम्हालिरहेको छ। यदि यति महत्त्वपूर्ण कुराहरू हाम्रो जीवनको आधार नै हाम्रो नियन्त्रण बिना सहजै चलिरहेका छन् भने के हामीले अरू कुराहरूलाई पनि त्यही बुद्धिमत्तामाथि भरोसा गर्न सक्दैनौँ र? यही नै आत्मसमर्पणको सुरुवात हो। म एक्लै केही गर्न सक्दिन, अस्तित्वले मलाई सम्हाल्छ, यो विश्वास नै आत्मसमर्पण हो। धेरै मानिसहरूले आत्मसमर्पणलाई कमजोरीसँग जोड्छन्, तर वास्तवमा यो सबैभन्दा ठूलो साहस हो। आत्मसमर्पण गर्न तपाईलाई पहिले आफ्नो अहंकार छोड्नुपर्छ, त्यो भावना जुन भन्छ मैले सबै कुरा नियन्त्रण गर्नुपर्छ नत्र सब बिग्रिन्छ। जब तपाईँ साँच्चै आत्मसमर्पण गर्नुहुन्छ, तपाईँ भन्नुहुन्छ मैले सके गरेँ, अब म जीवनलाई, समयलाई, ब्रह्माण्डलाई विश्वास गर्छु। यो भन्नुको अर्थ निष्क्रियता होइन। एउटा नदीमा बगिरहेको डुङ्गा पनि सक्रिय छ, यसले बहावसँग सामञ्जस्य बनाएर अघि बढ्छ। तर यदि त्यो डुङ्गाले बहावको विरुद्धमा जान खोज्यो भने यो उल्टिन्छ वा भाँचिन्छ। हामी पनि त्यस्तै डुङ्गा हौं। हाम्रो काम बहावसँग लड्नु होइन, बहावसँग बुद्धिमत्तापूर्वक काम गर्नु हो। परम स्वतन्त्रता पकडले कैद गर्छ भने छोड्नाले आत्मालाई पूर्णता र मुक्ति दिन्छ। अब कुरा गरौँ अतीतको बारेमा, किनकि यही नै त्यो ठाउँ हो जहाँ धेरै मानिसहरू सबैभन्दा बढी फसेका हुन्छन्। पुराना पीडा र अपमानका स्मृतिहरूलाई समातिरहनुले वर्तमानलाई जिउनबाट रोक्छ। के तपाईले कहिले कुनै पुरानो घटना याद गरेर रिसाउनु भएको छ? कुनै शब्द जुन कसैले वर्षौं पहिले भनेको थियो तर त्यो अझै तपाईको मनमा गुन्जिरहेको छ? कुनै अन्याय जुन भएको थियो र त्यसको पीडा अझै ताजा छ जस्तो लाग्छ?
यी सबै स्मृतिहरूले हामीलाई वर्तमानमा बाँच्नबाट रोक्छन्। हाम्रो शरीर वर्तमानमा छ, तर हाम्रो मन अतीतमा अल्झिएको छ। यसको मतलब के हो भने हामीले अतीतलाई बिर्सनुपर्छ त? होइन। बिर्सनु र छोड्नु फरक कुरा हुन्। बिर्सनु भनेको अनुभव मेटाउनु हो। छोड्नु भनेको अनुभवबाट सिक्नु हो, तर त्यसको भावनात्मक भारलाई बोकेर नहिँड्नु हो। कुनै पनि नराम्रो अनुभवलाई पीडाको रूपमा समात्नुभन्दा त्यसबाट सिक्नु नै ज्ञान हो। हरेक कठिन अनुभवले हामीलाई केही न केही सिकाएको हुन्छ। सहनशीलता, समझदारी, सीमा तोक्ने क्षमता, आफूलाई जान्ने अवसर। यदि हामीले त्यो पाठ लिएर अनुभवलाई जान दियौँ भने हामी बढी बुद्धिमान र हल्का भएर अघि बढ्छौँ। तर यदि हामीले पाठ लिनुको सट्टा पीडालाई नै समातिरह्यौँ भने हामी त्यही ठाउँमा अड्किरहन्छौँ, बारम्बार त्यही दुःख भोग्दै। यो कुरा अलि अनौठो लाग्न सक्छ, तर दुःख जस्तै सुखलाई समात्न खोज्दा पनि उत्तिकै पीडा हुन्छ। हामी प्राय सोच्छौँ कि दुःख मात्र समस्या हो र सुखलाई जति धेरै समात्न सकियो उति राम्रो। तर सत्य फरक छ। कल्पना गर्नुहोस्, तपाईलाई एउटा सुन्दर साँझ मन पर्यो। तपाईँ त्यो क्षणलाई समात्न खोज्नुहुन्छ, फोटो खिच्नुहुन्छ, बारम्बार त्यसैमा फर्किनुहुन्छ। तर साँझ बितिहाल्छ र जब तपाईँ त्यसलाई समात्न नसकेर निराश हुनुहुन्छ, त्यो खुसी नै दुःखमा बदलिन्छ। यस्तै हुन्छ हरेक राम्रो क्षणसँग पनि। एउटा खुसीको क्षण, एउटा प्रशंसाको शब्द, एउटा सफलताको पल। यदि हामीले तिनलाई सधैँ रहोस् भनेर समात्न खोज्यौँ भने हामी फेरि पकडको पासोमा फस्छौँ। साँचो आनन्द भनेको हरेक क्षणलाई पूर्ण रूपमा अनुभव गर्नु हो, तर त्यसलाई जान दिन सक्नु पनि हो। जसरी फूलको सुगन्ध आउँछ र जान्छ, तर त्यसले हामीलाई पलभर पूर्ण रूपमा भरिदिन्छ। पकडले दुःख दिन्छ भन्ने कुरा गहिराईबाट बुझेपछि छोड्ने प्रक्रिया सहजै घटित हुन्छ। यो महत्त्वपूर्ण कुरा हो। छोड्नु भनेको कुनै कृत्रिम प्रयास होइन जुन हामीले बल लगाएर गर्नुपर्छ। यदि तपाईँले मैले छोड्नै पर्छ भनेर आफूलाई जबरजस्ती गर्नुभयो भने यो पनि एउटा अर्को प्रकारको पकड बन्छ। साँचो छोड्ने प्रक्रिया त्यतिखेर हुन्छ जब हामी गहिराईबाट बुझ्छौँ यो पकडले मलाई दुःख दिँदैछ। यो बोध भएपछि छोड्नु जबरजस्ती होइन, स्वाभाविक हुन्छ। जसरी तातो भाँडोलाई छोएको हातले आफै तानिन्छ किनकि शरीरले तुरुन्तै बुझ्छ यो दुख्छ, त्यसै गरी जब मनले गहिराईबाट बुझ्छ कि पकड दुःखद छ, मनले आफै त्यसलाई छोड्छ। यो बुझाइ कुनै एक दिनमा आउँदैन। यो एउटा अभ्यास हो, एउटा यात्रा हो। हरेक दिन, हरेक पल हामी थोरै थोरै बुझ्दै जान्छौँ र थोरै थोरै छोड्दै जान्छौँ। जब मन भविष्यको चिन्ताबाट मुक्त हुन्छ, तब मात्र नयाँ र सृजनात्मक विचारहरू आउँछन्। के तपाईँले कहिले ध्यान दिनुभएको छ तपाईँका सबैभन्दा राम्रा विचारहरू कहिले आउँछन्? प्राय जब तपाईँ स्नान गर्दै हुनुहुन्छ, हिँडिरहनु भएको छ वा सुत्न लाग्नु अघि जब मन शिथिल हुन्छ, चिन्ता मुक्त हुन्छ। यो संयोग होइन। हाम्रो मस्तिष्क जब चिन्ता र नियन्त्रणको दबावमा हुन्छ तब यो लडाई वा भाग मोडमा काम गर्छ। यसले केवल तत्काल समस्यामा फोकस गर्छ। तर जब मन शिथिल हुन्छ यसले व्यापक रूपमा सोच्न सक्छ, नयाँ सम्बन्धहरू देख्न सक्छ, नयाँ सम्भावनाहरू कल्पना गर्न सक्छ। यही कारणले धेरै सफल कलाकार, वैज्ञानिक र उद्यमीहरूले ध्यान, प्रकृतिमा हिँडाइ वा शान्त समयलाई आफ्नो सृजनात्मक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा बनाएका छन्। यदि तपाईँ कुनै समस्याको समाधान खोज्दै हुनुहुन्छ र अड्किनु भएको छ भने सायद समाधान धेरै सोचेर होइन, थोरै छोडेर आउनेछ। यो विषय अलिक गहिरो छ, तर यो जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठहरूमध्ये एक हो। जसले जीवनमा छोड्न सिक्यो उसको लागि मृत्यु पनि भयावह हुँदैन। त्यो त एउटा उत्सव भन्छ। हामी मृत्युलाई किन डराउँछौँ? किनकि यो सबैभन्दा ठुलो छोड्ने क्षण हो। हाम्रो शरीर, हाम्रा सम्बन्ध, हाम्रा सम्पत्ति, हाम्रा पहिचान सबै छोड्नुपर्ने क्षण हो। जुन मानिसले आफ्नो जीवनभरि नै पकड्ने अभ्यास गरेको छ उसको लागि मृत्यु सबैभन्दा डरलाग्दो हुन्छ, किनकि अन्तिम क्षणमा सबैभन्दा ठुलो छोड्नुपर्ने हुन्छ र उसले त्यसको अभ्यास कहिल्यै गरेको हुँदैन। तर जुन मानिसले जीवनभरि नै सानो सानो कुराहरू छोड्ने अभ्यास गरेको छ, अहङ्कार, क्रोध, पुराना घाउ, नियन्त्रणको इच्छा, उसको लागि मृत्यु एउटा परिचित अनुभव बन्छ। यो एउटा नयाँ ढोका खोल्ने क्षण बन्छ, डरलाग्दो अन्त्य होइन। यो भन्नुको अर्थ हामीले मृत्युको चाहना गर्ने होइन। यसको अर्थ हो हामीले हरेक दिन, हरेक छोड्नुपर्ने क्षणलाई एउटा सानो अभ्यासको रूपमा लिने हो, ताकि जीवनको हरेक मोडमा हामी बढी हलुका र मुक्त भएर बाँच्न सकौँ। हामीलाई लाग्छ हामी नियन्त्रण गर्न सक्छौँ, तर यो केवल एउटा भ्रम मात्र हो। यो भन्न सजिलो छ, तर यसलाई गहिराईसम्म बुझ्न गाह्रो छ। हाम्रो दिमाग सधैँ हामीलाई भन्छ यदि तिमीले राम्रोसँग योजना बनायो भने सबै कुरा तिम्रो हातमा हुनेछ, तर वास्तविकता त्यस्तो छैन।
विचार गर्नुहोस्, कुनै पनि महामारी, कुनै पनि प्राकृतिक प्रकोप, कुनै पनि अकस्मात दुर्घटनाले हामीलाई सिकाउँछ कि हाम्रो नियन्त्रण एउटा सानो भ्रम मात्र हो। हामी आफ्नो जीवनको एउटा सानो हिस्साको मात्र प्रभाव पार्न सक्छौँ। बाँकी सबै कुरा अनगिन्ती कारकहरूमा निर्भर छ जुन हाम्रो नियन्त्रणभन्दा बाहिर छन्। यो बुझाइले हामीलाई निराश पार्नुपर्छ कि उल्टै मुक्त गर्नुपर्छ? मेरो विचारमा यसले हामीलाई मुक्त गर्नुपर्छ, किनकि जब हामी बुझ्छौँ कि हामी सबै कुरा नियन्त्रण गर्न सक्दैनौँ, तब हामी आफूलाई त्यो असम्भव जिम्मेवारीबाट मुक्त गर्छौँ। हामी आफ्नो भूमिका, प्रयास, मेहनत, असल नियत पूरा गर्न सक्छौँ र बाँकी कुरा जीवनलाई छोड्न सक्छौँ। पकड सधैँ अतीत वा भविष्यसँग हुन्छ। छोड्दा मात्र हामी वर्तमानको उत्सवमा सहभागी हुन सक्छौँ। के तपाईले कहिले ध्यान दिनुभएको छ, हाम्रो चिन्ता कहिल्यै वर्तमान क्षणको बारेमा हुँदैन? जब हामी अहिले यो क्षणमा साँच्चै नै उपस्थित हुन्छौँ, सास फेर्दै, सुन्दै, देख्दै, त्यहाँ कुनै चिन्ता हुँदैन। चिन्ता सधैँ के हुनेछ वा के भयोको बारेमा हुन्छ। वर्तमान क्षण सधैँ पूर्ण हुन्छ, यसमा केही पनि कमी हुँदैन। हाम्रो दुःख तब सुरु हुन्छ जब हामी यस क्षणलाई अतीतसँग तुलना गर्छौँ वा भविष्यको आशा वा डरमा फेर्छौँ। जीवनका हरेक अनुभवलाई एउटा यात्रीको दृष्टिले हेर्नुपर्छ, जो आउँछ र सिकाएर जान्छ। एउटा यात्रीले कुनै ठाउँमा बस्दैन, बरु हरेक ठाउँको सुन्दरता हेर्छ, त्यहाँबाट सिक्छ र अघि बढ्छ। उसले कुनै ठाउँलाई समात्न खोज्दैन, किनकि उसलाई थाहा छ यात्रा नै जीवन हो, कुनै एक स्टेसन गन्तव्य होइन। फलको पकड छोड्दा कर्म एउटा बोझ नभई खेल बन्छ। बच्चाहरूलाई हेर्नुहोस्, तिनीहरू खेल्दा कति आनन्दित हुन्छन्, किनकि तिनीहरूलाई परिणामको चिन्ता हुँदैन। तिनीहरू केवल खेलको प्रक्रियामा पूर्ण रूपमा डुबेका हुन्छन्। तर हामी जब वयस्क हुन्छौँ, हाम्रो खेल गम्भीर काम बन्छ र हामी परिणामको चिन्तामा यति डुब्छौँ कि हामी प्रक्रियाको आनन्द बिर्सिन्छौँ। के यदि हामीले आफ्नो काम, आफ्नो जीवनलाई फेरि एउटा खेलको रूपमा हेर्न सक्यौँ भने नि? पूरा मेहनत, पूरा ध्यान, तर गम्भीर डर बिना, बोझ बिना? यो भन्नुको अर्थ हामी आफ्नो काम सजिलैसँग लिने होइन। यसको अर्थ हो हामी आफ्नो काममा पूर्ण रूपमा डुबौँ, तर त्यो काम बोझ नभई आनन्दको स्रोत होस्। धन र प्रतिष्ठाको पकड छोड्न सक्नु नै आत्माको वास्तविक वृद्धि हो। यो संसारमा हामी धेरै कुराहरूको पछि दौडिन्छौँ, पैसा, पद, प्रशंसा, मान्यता। यी कुराहरू आफैमा नराम्रा होइनन्। समस्या तब आउँछ जब हामी यिनीहरूलाई आफ्नो पहिचानसँग जोड्छौँ, जब हामी सोच्छौँ म त्यति मात्र हुँ जति मसँग छ, वा म त्यति मात्र हुँ जति मानिसहरूले मलाई मान्छन्। जब एउटा मानिसले धनलाई एउटा साधनको रूपमा हेर्छ, आफ्नो पहिचानको रूपमा होइन, तब उसले धन कमाउन सक्छ, गुमाउन पनि सक्छ, तर उसको आत्मसम्मान अप्रभावित रहन्छ। जब एउटा मानिसले प्रतिष्ठालाई एउटा अस्थायी प्रतिफलको रूपमा हेर्छ, आफ्नो मूल्यको प्रमाणको रूपमा होइन, तब उसले प्रशंसा पाउँदा घमण्ड गर्दैन र आलोचना पाउँदा भत्किँदैन। यही नै आत्माको परिपक्वता हो, बाहिरी कुराहरूसँग खेल्न सक्नु, तर तिनमा आफ्नो पहिचान नगुमाउनु। पकडले बोझ बनाउँछ, तर छोड्दा आउने हलुकापनले मात्र मानिसलाई परमात्मातिर लैजान्छ। के तपाईले कहिले महसुस गर्नुभएको छ, जब तपाईले लामो समयदेखि बोकेको कुनै बोझ, कुनै गुनासो, कुनै रिस अचानक छोड्नुभयो, तब कस्तो हलुकापन महसुस हुन्छ? यो हलुकापन शारीरिक पनि हो र आध्यात्मिक पनि। तपाईको काँध हलुका हुन्छ, तपाईको सास गहिरो हुन्छ, तपाईको मन शान्त हुन्छ। यही हलुकापन नै हाम्रो वास्तविक स्वभाव हो। हामी जन्मदा यति हलुका थियौँ, कुनै बोझ, कुनै पकड, कुनै गुनासो थिएन। जीवनले बिस्तारै हामीलाई बोझले भर्दै गयो र हामीले ती बोझहरूलाई आफ्नो रूपमा बुझ्न थाल्यौँ। छोड्ने प्रयासले हामीलाई फेरि त्यही मूल हलुकापनतर्फ फर्काउँछ र त्यही हलुकापनमा नै हामी आफ्नो साँचो स्वभाव, आफ्नो साँचो पूर्णता भेटाउँछौँ। छोड्नाले भित्री स्वरलाई शान्त पारी परम सत्यसँग जोड्छ। हाम्रो मन सधैँ बोलिरहन्छ, विचार, चिन्ता, योजना, स्मृति, कल्पना। यो निरन्तर स्वरले हामीलाई आफ्नो गहिरो स्वभाव सुन्नबाट रोक्छ। जसरी एउटा तलाउको पानी हलचलले धमिलो हुन्छ, तर शान्त बस्न दिँदा स्वच्छ हुन्छ र भुइँसम्म देखिन्छ, त्यसै गरी हाम्रो मन पनि निरन्तर पकड र चिन्ताको हलचलले धमिलो रहन्छ। जब हामी पकड छोड्छौँ, मन बिस्तारै शान्त हुन्छ र त्यो शान्तिमा हामी आफ्नो साँचो स्वभाव, त्यो गहिरो शान्ति, त्यो परम सत्य देख्न सक्छौँ। शरीर र सम्बन्धहरू पनि हाम्रा होइनन्, प्रकृतिले दिएका हुन् भन्ने बुझ्नु नै मुक्ति हो। यो कुरा गहिरो छ। हामी प्राय सोच्छौँ यो मेरो शरीर हो, यो मेरो परिवार हो, यी मेरा सम्पत्ति हुन्, तर वास्तवमा हामीले यी सबै कुरा प्रकृतिबाट उधारोमा पाएका हौँ। हाम्रो शरीर पनि एक दिन प्रकृतिमा फर्कनेछ, हाम्रा प्रियजनहरू पनि एक दिन छुटिनेछन्, हाम्रा सम्पत्ति पनि अरूको हातमा जानेछन्। यो भन्न निराशाजनक लाग्न सक्छ, तर वास्तवमा यो मुक्तिदायक हो। जब हामी बुझ्छौँ कि मेरो भन्ने कुनै स्थायी कुरा छैन, तब हामी अनावश्यक स्वामित्व र पकडबाट मुक्त हुन्छौँ। हामी हाम्रो शरीरको हेरचाह गर्न सक्छौँ, बिना यसलाई म ठान्ने। हामी हाम्रा प्रियजनहरूलाई माया गर्न सक्छौँ, बिना तिनलाई स्वामित्वमा राख्ने। हामी हाम्रा सम्पत्तिको उपयोग गर्न सक्छौँ, बिना तिनमा आसक्त हुने। भाग 27।
भित्री युद्ध। मानिसको सबैभन्दा ठूलो युद्ध शत्रुसँग होइन, आफ्नै भित्री विचार र भावनासँग हुन्छ। हामी प्राय बाहिरी चुनौतीहरूसँग लड्न तयार हुन्छौं, काम, प्रतिस्पर्धा, समस्याहरू, तर सबैभन्दा ठूलो युद्ध हाम्रो भित्र चलिरहेको हुन्छ। हाम्रा आफ्नै डर, हाम्रा आफ्नै शङ्का, हाम्रा आफ्नै नकारात्मक विचारहरूसँग। यो युद्ध कसरी जित्ने त? यसको जवाब लडाईँमा होइन, स्वीकृतिमा छ। आफ्ना कमजोरी र अन्धकारलाई स्वीकार गर्दा नै ती रोशनीमा बदलिन्छन्। जब हामी आफ्नो डर, आफ्नो रिस, आफ्नो असुरक्षालाई लुकाउने वा दबाउने प्रयास गर्छौं, तब तिनीहरू बढी शक्तिशाली बन्छन्, बढी हामीलाई नियन्त्रण गर्न थाल्छन्। तर जब हामी तिनलाई स्वीकार गर्छौं कि हो, मलाई डर लाग्छ, हो, म कहिलेकाहीँ रिसाउँछु, हो, मसँग असुरक्षा छ, तब त्यो स्वीकृतिले नै तिनलाई शक्तिहीन बनाउँछ। तिनीहरू हामीमाथि शासन गर्न छोड्छन्। आफूलाई जस्तो छ त्यस्तै रूपमा अपनाउनु नै आत्मप्रेमको सुरुवात हो। धेरै मानिसहरू अरूलाई माया गर्न सक्छन्, तर आफूलाई माया गर्न सक्दैनन्। तिनीहरू आफ्नो शरीरमा दोष देख्छन्, आफ्नो असफलतामा आफूलाई दोष दिन्छन्, आफ्नो भावनालाई गलत ठान्छन्। तर साँचो आत्मप्रेम भनेको परिपूर्णता पुगेपछि मात्र आफूलाई माया गर्नु होइन, यो त अहिले नै जस्तो छु त्यस्तै रूपमा आफूलाई स्वीकार गर्नु हो। यो भन्नुको अर्थ हामीले सुधार्न खोज्न छोड्ने होइन। यसको अर्थ हो कि हामीले सुधारको यात्रालाई आत्मघृणाबाट होइन, आत्मकरुणाबाट सुरु गर्ने। जब तपाईँ आफैलाई मायाले हेर्नुहुन्छ, तपाईँको परिवर्तन डरबाट होइन, प्रेमबाट आउँछ, र प्रेमबाट आएको परिवर्तन सधैँ स्थायी हुन्छ। अरूसँग तुलना गर्दा मानिसले आफ्नो मौलिकता गुमाउँछ र आफैसँग लड्न थाल्छ। सामाजिक सञ्जालको यो युगमा तुलना झनै सजिलो र झनै खतरनाक भएको छ। हामी अरूको सफलता, अरूको सौन्दर्य, अरूको जीवनशैली हेर्छौं र आफूलाई कम महसुस गर्छौं। तर सत्य के हो भने तपाईँ अरू कसैसँग तुलना गर्न सकिने व्यक्ति होइन। तपाईँ अद्वितीय हुनुहुन्छ। तपाईँको आफ्नै यात्रा, आफ्नै सबक, आफ्नै समय छ। एउटा फूल अर्को फूलसँग तुलना गर्दैन। गुलाब कमल जस्तो हुन खोज्दैन। हरेकले आफ्नो अनौठो सुन्दरतामा फुल्छ आफ्नै समयमा। तपाईँको यात्रा पनि त्यस्तै हो। अरूको प्रगतिसँग आफ्नो तुलना गर्नुको साटो आफ्नो बाटोमा ध्यान दिनुहोस्। आफ्नो विगतको आफूसँग आजको आफूको तुलना गर्नुहोस्। के तपाईँ हिजोभन्दा बढी बुद्धिमान हुनुभएको छ? के तपाईँ हिजोभन्दा बढी शान्त हुनुभएको छ? यही नै साँचो प्रगति हो। आफूलाई क्षमा गर्नु नै भित्री बोझबाट मुक्त हुनेको सबैभन्दा ठूलो उपाय हो। हामी प्राय अरूलाई क्षमा गर्न सिकाइन्छौँ, तर आफूलाई क्षमा गर्न बिर्सन्छौँ। हामी आफ्ना पुराना गल्तीहरू, आफ्ना असफलताहरू, आफ्ना कमजोरीहरूका लागि आफैलाई वर्षौंसम्म दोष दिइरहन्छौँ। तर सोच्नुहोस्, के तपाईँले जानाजानी गल्ती गर्नुभएको थियो? वा त्यतिखेर तपाईँसँग जे ज्ञान र क्षमता थियो त्यसैको आधारमा तपाईँले उत्तम निर्णय लिने कोसिस गर्नुभएको थियो? धेरै जस्तो अवस्थामा हामीले त्यतिखेर जति जान्दथ्यौँ त्यति नै राम्रो गर्यौँ। हामी अहिले जति जान्दछौँ त्यो ज्ञान त्यतिखेर थिएन। आफूलाई क्षमा गर्नु भनेको आफ्नो गल्तीलाई नकार्नु होइन, यो त त्यो गल्तीबाट सिकेर आफूप्रति करुणा राखेर अघि बढ्नु हो। आफ्नो शरीरलाई दोष दिनुको साटो उसलाई प्रेम र स्वीकृति दिनुपर्छ। हाम्रो शरीर हाम्रो सबैभन्दा वफादार साथी हो। यसले हामीलाई जन्मदेखि नै सेवा गरिरहेको छ। हामी सुतिरहेदा पनि, हामी बिर्सिरहेदा पनि यसले हामीलाई बाँचिराख्न निरन्तर काम गरिरहेको छ। तर हामी कतिपटक यसलाई दोष दिन्छौँ। मेरो शरीर ठिक छैन, म धेरै मोटो छु, म धेरै कमजोर छु। के यो उचित हो? आफ्नै सबैभन्दा वफादार साथीलाई निरन्तर अपमान गर्नु? शरीरसँग मित्रता बनाउनु भनेको यसलाई कृतज्ञताका साथ हेर्नु हो। धन्यवाद शरीर, तिमीले मलाई हिँडाउँछौ, सास फेराउँछौ, मलाई संसार अनुभव गर्न दिन्छौ। यो कृतज्ञताको भावनाबाट नै हामी आफ्नो शरीरको राम्रो हेरचाह गर्न प्रेरित हुन्छौँ। डर वा घृणाबाट होइन, प्रेम र सम्मानबाट। जब मानिसले आफैलाई प्रेमले हेर्छ तब मात्र उसले अरूप्रति पनि करुणा राख्न सक्छ। यो एउटा गहिरो सत्य हो। हामी अरूलाई त्यति मात्र दिन सक्छौँ जति हामीसँग छ। यदि हाम्रो भित्र आत्मघृणा छ भने हामीले अरूलाई पनि अन्ततः घृणा वा आलोचनाको दृष्टिले हेर्न थाल्छौँ, चाहे हामी कति नै राम्रो भएर देखाउने कोसिस गरौँ। तर जब हाम्रो भित्र आत्मप्रेम, आत्मस्वीकृति छ, तब त्यो प्रेम स्वाभाविक रूपमा बाहिर पनि बग्छ। हामी अरूका कमजोरीलाई पनि बढी सहजताका साथ हेर्न सक्छौँ, किनभने हामीले आफ्नै कमजोरीलाई पहिले नै स्वीकार गरिसकेका हुन्छौँ। यसैले यदि तपाईँ संसारलाई बढी करुणामय बनाउन चाहनुहुन्छ भने सुरुवात आफैबाट गर्नुहोस्। आफूलाई माया गर्नुहोस्, आफूलाई क्षमा गर्नुहोस्, आफूलाई स्वीकार गर्नुहोस्। यही नै सबैभन्दा शक्तिशाली परिवर्तन हो। आफ्ना डर र कमजोरीलाई ननकारी ती पनि आफ्नै हिस्सा हुन् भनी स्वीकार्नु पूर्णता हो। हामी सबैभित्र छाया छ, त्यो भाग जुन हामी संसारलाई देखाउन चाहदैनौँ।
ईर्ष्या, रिस, डर, स्वार्थ, असुरक्षा हामी प्राय यस भागहरूलाई लुकाउने वा नकार्ने प्रयास गर्छौँ। तर जति हामी यसलाई नकार्छौँ त्यति नै तिनीहरू अप्रत्यक्ष रूपमा बाहिर निस्कन्छन्। अचानक रिस, गुप्त ईर्ष्या, अनावश्यक आलोचना। साँचो पूर्णता भनेको पूर्ण रूपमा राम्रो हुनु होइन, यो त आफ्नो सम्पूर्ण स्वभाव, राम्रो र नराम्रो दुवैलाई स्वीकार गर्नु हो। जब तपाईँ भन्नुहुन्छ हो म भित्र पनि ईर्ष्या छ तर म त्यसलाई नियन्त्रण गर्न सक्छु, तब त्यो ईर्ष्याले तपाईँमाथि शासन गर्न पाउँदैन। जब तपाईँ भन्नुहुन्छ हो मलाई डर लाग्छ तर म त्यो डरका बावजुद पनि अघि बढ्न सक्छु भने त्यो डरले तपाईँलाई रोक्न सक्दैन। उदासी वा रिसलाई दबाउनुभन्दा तिनले के भन्न खोजेको छन् भनी बुझ्नु सजगता हो। हाम्रा भावनाहरू शत्रु होइनन्, तिनीहरू सन्देशवाहक हुन्। रिसले हामीलाई भन्छ कुनै सीमा उल्लङ्घन भएको छ, उदासीले हामीलाई भन्छ कुनै गुमाएको कुराको शोक छ, डरले हामीलाई भन्छ कुनै खतराको सम्भावना छ। जब हामी भावनाहरूलाई दबाउँछौँ हामी ती सन्देशहरू सुन्नबाट चुक्छौँ र दबाइएका भावनाहरू कहीँ हराउँदैनन्। तिनीहरू हाम्रो शरीरमा, हाम्रो व्यवहारमा, हाम्रा सम्बन्धहरूमा अप्रत्यक्ष रूपमा बाहिर निस्कन्छन्। सजगता भनेको भावनालाई महसुस गर्नु, त्यसलाई स्वीकार गर्नु र त्यसको सन्देश सुन्नु हो, बिना त्यसमा हराइजाने, बिना त्यसलाई दबाउने। अर्को पटक जब तपाईँ उदास वा रिसाएको महसुस गर्नुहुन्छ, एकछिन रोकिनुहोस् र सोच्नुहोस् यो भावनाले मलाई के भन्न खोजिरहेको छ। यस प्रश्नले नै तपाईँलाई गहिरो आत्मसमझतर्फ डोर्याउनेछ। जब भित्रको सङ्घर्ष समाप्त हुन्छ तब मानिस अस्तित्वसँग एक हुन्छ। यो भिडियोको सुरुदेखि हामीले धेरै कुरा डिस्कस गर्यौँ। नियन्त्रणको भ्रम, असुरक्षाको जड, चिन्ताको बोझ, पतितको पकड, भविष्यको डर, यी सबै अन्ततः एउटै कुरामा जोडिन्छन्, हाम्रो भित्री सङ्घर्ष। जब हामी पकड छोड्छौँ, जब हामी स्वीकार गर्छौँ, जब हामी आत्मसमर्पण गर्छौँ, त्यो सङ्घर्ष बिस्तारै शान्त हुन्छ र त्यस शान्तिमा हामी एउटा गहिरो एकताको अनुभव गर्छौँ, आफूसँग, अरूसँग र समग्र अस्तित्वसँग। यो कुनै मिस्टिकलमा पहुँचभन्दा बाहिरको कुरा होइन, यो हाम्रो नास्वाभिक अवस्था हो जुन हाम्रो पकड र सङ्घर्षले ढाकिएको थियो। जब त्यो ढाकछोप हट्छ त्यो एकता आफै प्रकट हुन्छ। अब यो सबै दार्शनिक कुराहरूलाई व्यवहारमा कसरी ल्याउने? यहाँ केही सरल तर शक्तिशाली अभ्यासहरू छन्। पहिलो, सासको अभ्यास। जब तपाईँ चिन्तित वा तनावमा महसुस गर्नुहुन्छ, एकछिन रोकिनुहोस्, गहिरो सास लिनुहोस् र सास छाड्दा कल्पना गर्नुहोस् कि तपाईँ आफ्नो पकडलाई पनि छोडिरहनु भएको छ। यो सानो अभ्यास तर यसले तत्काल राहत दिन्छ। दोस्रो, लेखनको अभ्यास। हरेक राति आफूले दिनभर समातेका कुराहरू लेख्नुहोस्, चिन्ता, गुनासो, डर। त्यसपछि त्यो कागजलाई हेरेर भन्नुहोस् मैले यो छोडिदिन्छु। यदि सम्भव छ भने त्यो कागज च्यात्न वा जलाउन सक्नुहुन्छ। यो एउटा प्रतीकात्मक तर शक्तिशाली अभ्यास हो। तेस्रो, जस्तो छ त्यस्तै ठिक छ को मन्त्र। दिनभरि जब कुनै कुरा तपाईँको योजना अनुसार हुँदैन, मनमा नै भन्नुहोस् जस्तो छ त्यस्तै ठिक छ। यो वाक्यले तपाईँलाई तुरुन्तै सङ्घर्षबाट स्वीकृतितर्फ ल्याउँछ। चौथो, कृतज्ञताको अभ्यास। हरेक दिन 3 कुरा लेख्नुहोस् जसका लागि तपाईँ कृतज्ञ हुनुहुन्छ। यसले तपाईँको ध्यान के छैनबाट के छ तर्फ सार्छ, जुन छोड्ने प्रक्रियाको एउटा महत्त्वपूर्ण हिस्सा हो। पाँचौं, प्रकृतिसँग समय। हरेक हप्ता केही समय प्रकृतिमा बिताउनुहोस्। रुख, नदी, हावासँग खेल्नुहोस्। प्रकृतिले हामीलाई सिकाउँछ सबै कुरा बग्छ, सबै कुरा परिवर्तन हुन्छ र यो परिवर्तन नै सुन्दरता हो। यो प्रकृतिले हामीलाई दिनै सकिने सबैभन्दा ठूलो सन्देश हो। म तपाईलाई एउटा सानो कथा सुनाउँछु। एउटा बुढो किसान थियो जसको एउटा मात्र घोडा थियो। एक दिन त्यो घोडा भागेर जंगलमा गयो। छिमेकीहरू आएर भने कति दुर्भाग्य। किसानले भन्यो हुन सक्छ। केही दिनपछि त्यो घोडा फर्केर आयो र साथमा अरू 3वटा जंगली घोडाहरू पनि लियो। छिमेकीहरू आएर भने कतै भाग्यमानी। किसानले फेरि भन्यो हुन सक्छ। केही दिनपछि किसानको छोराले ती जंगली घोडाहरूमध्ये एउटालाई काबू गर्ने प्रयास गर्दा खुट्टा भाँचियो। छिमेकीहरू आएर भने कति दुर्भाग्य। किसानले फेरि भन्यो हुन सक्छ। केही हप्तापछि सेनाले युद्धको लागि जवान केटाहरूलाई भर्ती गर्न आयो। किसानको छोरा खुट्टा भाँचिएकोले भर्ती हुन सकेन र युद्धमा जानबाट बच्यो। छिमेकीहरू आएर भने कति भाग्यमानी। किसानले फेरि भन्यो हुन सक्छ। यो कथाले हामीलाई के सिकाउँछ? हामीले कुनै पनि घटनालाई राम्रो वा नराम्रो भनेर तुरुन्तै न्याय गर्न सक्दैनौँ, किनभने हामीलाई थाहा छैन त्यसले भविष्यमा के ल्याउनेछ। जीवनको पूर्ण तस्बिर हामीले देख्न सक्दैनौँ। यसैले हरेक घटनालाई समात्ने वा त्यसमा अत्यधिक प्रतिक्रिया दिनुको साको हामीले हुन सक्छको भावनासँगै अघि बढ्न सिक्नुपर्छ। खुल्ला, स्वीकार्य र भरोसायुक्त। हामी यो यात्राको अन्त्यमा आइपुग्यौँ।
तर वास्तवमा यो त सुरुवात मात्र हो। आजको दिनदेखि आफूलाई एउटा सानो प्रश्न सोध्ने बानी बसाल्नुहोस् कि म यो कुरालाई समातिरहेको छु वा म यसलाई जान दिँदैछु। हरेक रिस, हरेक चिन्ता, हरेक डरको पछाडि यही प्रश्न सोध्नुहोस् र बिस्तारै तपाईँले महसुस गर्नुहुनेछ जति तपाईँ छोड्नुहुन्छ त्यति नै तपाईँ हलुका हुनुहुन्छ, जति तपाईँ स्वीकार गर्नुहुन्छ त्यति नै तपाईँ शान्त हुनुहुन्छ र जति तपाईँ भरोसा गर्नुहुन्छ त्यति नै जीवन सहज बन्छ। यो कुनै जादुई समाधान होइन जुन एक रातमा सबै प्रश्न हल गर्छ। यो एउटा अभ्यास हो, यो एउटा यात्रा हो जुन हामी जीवनभरि गर्दै जान्छौँ। तर एउटा कुरा निश्चित छ, हरेक पटक जब तपाईँ केही छोड्नुहुन्छ तपाईँ थोरै बढी स्वतन्त्र हुनुहुन्छ। हरेक पटक जब तपाईँ नियन्त्रणको पकड ढिलो गर्नुहुन्छ जीवनले तपाईँलाई थोरै बढी सहज बाटो देखाउँछ। त्यसैले आज, अहिले, यही क्षणमा एकछिन रोकिनुहोस्, गहिरो सास लिनुहोस् र आफूलाई भन्नुहोस्, म छोडिदिन्छु, सबै आफै ठिक हुन्छ, किनभने जीवन पहिलेदेखि नै पूर्ण र सन्तुलित छ। हामीले यो बुझ्न र यो विश्वास गर्न मात्र बाँकी छ। नमस्ते, यो यात्रामा सँगै हिँड्नु भएकोमा। यदि यो भिडियोले तपाईँको हृदयलाई छोयो भने यसलाई आफ्ना प्रियजनहरूसँग पनि बाँड्नुहोस् ताकि उनीहरूले पनि यो हलुकापन र शान्ति अनुभव गर्न सकुन्। नमस्ते।